हेलो गाइज, आज चाहिँ हामी जाँदैछौँ है प्रार्थनाका लागि। आज नयाँ वर्ष 2083 को सम्पूर्णलाई शुभकामना छ। आकाश भाइ आज म पिसिल देखाउँछु है हजुरहरूलाई। ल हामी भुसमै आइपुग्यो है। भुसको आलु खेती दामी छ कि व्यावसायिक रूपमा आलु खेती गरेको छ। यो आलु तपाईँलाई आलु चाहियो भने दामी छ। के को टावर पनि रहेछ है। के को टावर यो एनटिसीको टावर। अनि भुसमे गाउँमा चाहिँ होमस्टेको व्यवस्था पनि छ है। पिसिल हामी पिसिल जाँदैछौँ है। अब 70-80 घर त छ होला है। तल माथि गर्दाखेरि 80 धुरी जति त छ होला। यहाँ आलु देख्नुहुन्छ। बाज्यो बाजेलाई बाज्यो न। लमजुङकै नमुना गाउँ भनिदिनु भने हुन्छ। लमजुङ भन्यो न, एसियाको त नभन। कति हो भुसमे मर्सिङ गाउँपालिका कति हो? 8 हो है। मर्सिङ गाउँपालिका 8। होमस्टे पुरै होमस्टे। राम्रो छ हौ। म चाहिँ दोस्रो चोटि हो भुसमे गाउँमा आएको। मर्स्याङ्दी गाउँपालिका 7 मा बसेर मर्स्याङ्दी गाउँपालिका 8 नम्बर वडामा आउनुलाई अब 32 वर्षको उमेरमा आइयो भने खासै मकै त हुँदैन रहेछ। रातो माटो रहेछ। आलु चाहिँ प्रसिद्ध रहेछ है। पार्किङ स्टेसन यहाँ हो। पिसिल गेस्ट पार्किङ हेर्नुहोस् ले। अब यहाँबाट गाडी चाहिँ रोकियो। अब यहीँ हो। यहाँबाट चाहिँ पैदल यात्रा गर्ने। हामी पार्किङबाट माथि पैदल यात्रा हाइकिङ गर्नुपर्छ। कति मिडिया लाग्दो रहेछ। गाडी एउटा दुईटा गाडी आयो। बाइक अब चाहिँ हाम्रो हाइकिङ सुरु भयो है। यहाँबाट हाइकिङ सुरु भयो हाम्रो। यहाँबाट सिँढी छ, एकदम राम्रो छ बाटो। बिस्तारै स्मुथली हिँड्न सक्नुहुन्छ। आज नयाँ वर्ष 2083 वैशाख 1 गते हामी चाहिँ पिसिल जाँदैछौँ। आज पिसिल जाने मान्छे टन्नै छन्। बाटो यस्तो राम्रो छ है। बाटो राम्रो छ। धेरै साह्रै धेरै उकालो पनि छैन, ठाडो उकालो पनि छैन। मैले पहिला गइसकेँ। एउटा सुरु हाम्रो यो भुसमे गाउँ पहिल्यैदेखि आलुको विकास। आलु हेर्नुहोस् आलु। बवाल छ बवाल। भुसमे पिसिल शुभम किराना पसल एन्ड फ्रेस हाउस। हेलो किराना पसल पनि छ। दामी छ हौ। घरहरू पनि सफा छ, चटक्क परेको छ। हिमालतिर फर्केको घाम लागिरह तर पनि चिसो छ। हावा छ
पुरानो पुरानो ढुङ्गाले छाएको घरहरू यस्तो राम्रो छ। छ हो माथिबाट ढुङ्गाले छाएको घरहरू देख्न सक्नुहुन्छ। प्रशस्त मात्रामा आलु पकेटहरू देखिन्छ। आलु हुँदो रहेछ ठाउँमा चाहिँ एकदम आलु पकेट आलुबारी आलु आलु भुस्मेमा पहिल्यैदेखि आलुको विकास भएको ठाउँ यही हो कि बाटो राम्रो छ। पहिलाबाट विकास लगाएको थियो नि त आलु हो त्यो टपमा पुग्यौँ हामी। आलु सुन्नु यस्तो छ है पिसिलको यात्रा बाटो सिँढी छ पुरै। सिल यात्रा नहिनी नहिनी बाउले नबोक्ने यता हेर्नुहोस् त लो गर्मी भइसक्यो हो भुइँमा प्लान राख्नु पऱ्यो ल है। अब चाहिँ हामी पिसिलको करिब करिब नजिकै छौँ। हामी लास्टमा छौँ। जाउँ जाउँ न सरी मन्दिर बनाउँछ हेर्नु साथी हो। म तपाईँहरूलाई अब पिसिलको लभ डाँडा देखाउँछु है। गरिब छ भन्दैमा कसैलाई हेला नगर्नु, काँडा छैन भन्दैमा मलाई नटिप्नु, बरु बनलाई र तपाईँको मनलाई रमाउनु पुरा आयु बाँच्न चाहन्छु। प्रार्थी लाली गुराँस। ल है पिसिल शान्ति डाँडाको स्वर्गद्वार यहाँलाई हार्दिक स्वागत गर्दछौँ। जाँदैछौँ हामीहरू डाँडामा। क्यामेराम्यानहरू मात्र पाइन्छ त आउँदैन। दामी छ है। आउँछ अरे उता हेर दामी छ। हावा त ओ यहाँबाट त बेसी छ तल झललाई के रिङ्गै लाग्दो रहेछ। यहाँबाट हेर्दा बसेरलाई अझै माथि जानुपर्छ। गाब्रियल सानो जय मेसी गर्दैछ र जय मेसी। हामी चाहिँ पिसिल लभ डाँडामा आइपुगिसकेको छौँ। वा यो चाहिँ लभ डाँडा है। अघि हामी फोटो खिचेको ठाउँ अझै माथि जानुपर्छ। स्तनपान सम्बन्धी रहेछ। यो चाहिँ नयाँ बनाएर छ। अस्ति नै आउँदै थिएन पोहोर आउँदाखेरि। यो चाहिँ नयाँ बनाएर छ। गाब्रिएलु मम्मी चिच्ची खाऊ आमा।
चाहिँ होइन पिसिल रिसोर्ट हेर्नु है यहाँ बस्नलाई खानलाई है एकदम व्यवस्था छ सेमिनारहरूतिर गोष्ठीहरू कुनै कार्यक्रम लिएर पनि आउन सक्नुहुन्छ यस्तो राम्रो छ डाइनिङ हलमा हामी 25-26 जना दामी छ घुम्नु जाने मान्छे टन्नै छ उतातिर 2 बज्यो खाना खान आएको Gabriel. Hello, hello, hello. बसेकै छैन मान्छे। अब यो कहाँ जाने यो त अब हिँड्न पो खोज्छ